पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुसरा बिबीलाई तोसा खाना 2 भ्रष्टाचार मुद्दामा 17 वर्षको जेल सजाय सुनाएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थनहरूलाई आह्वान गरेका छन्। उनले उक्त फैसला विरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने संकेत पनि दिएका छन्। हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानुनी टोली मार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वामा मुख्यमन्त्री सोहेल अफरिदलाई सामूहिक सडक आन्दोलनको तयारी सुरु गर्न निर्देशन दिएका हुन्। इमरान खानले अदालतको फैसलाले आफू आश्चर्यमा नपरेको बताउँदै यसलाई 3 वर्ष यता आइरहेका आराधीन निर्णयको निरन्तरता भएको टिप्पणी गरेका छन्। न्यायाधीशले प्रमाण बिना र कानुनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाएको जिकिर गर्दै उनले आफ्नो कानुनी टोलीको कुरै नसुनेको आरोप लगाएका छन्। यसै सन्दर्भमा उनले इन्साफ वकिल फोरम तथा समग्र कानुनी समुदायले संवैधानिक सर्वोच्च र विधिको शासन रक्षामा अग्रिम भूमिका खेल्नुपर्ने जोड दिएका छन्। न्याय बिना आर्थिक प्रगति सम्भव नहुने उनले उल्लेख गरेका छन्। पाकिस्तान तरहिम ए इन्साफ पीटीआईले विज्ञप्ति जारी गर्दै फैसलालाई स्पष्ट रूपमा असंवैधानिक, अवैध, दुर्भावनापूर्ण र राजनीतिक प्रतिशोध चरम रूप भनेको छ। पार्टीका नेताहरूले यो फैसला खानको जेल अवधि लम्ब्याउने र राजनीतिक दबाव कमजोर पार्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्। न्यायाधीशहरूले अधीनस्थ न्यायपालिका मार्फत राजनीतिक उत्पीडन भइरहेको दाबी पनि गरेका छन्। पीटीआईका महासचिव सलमान अकरम राजाले वरिष्ठ नेता असद कैसरसँग संयुक्त पत्रकार सम्मेलन गर्दै इमरान खानले अदालत कक्षमा आफ्ना प्रमुख वकिल ब्यारिस्टर सलमान सफदार मार्फत राष्ट्रका लागि सन्देश दिएको जानकारी गराएका छन्।